पार्वतीले भन्दै गर्दा हे प्रभु हजुरले त आज आफ्नो अमल खाना बिर्सनु भयो प्रभु लौ न प्रभु लौ न मेरी प्यारी तिमीले सल्काइदेऊ कहाँ छ मेरो अमल भनेर भन्दै गर्दा भगवान कल्याणी कसरी बस्नुहुन्छ पार्वतीले अमल झिक्न लाउनु भयो आज भगवानले आफ्नो अमल खाँदै हुनुहुन्छ आज भगवानलाई झुलुम पार्नेवाला छ है झुलुम पार्यो मलाई झुलुम पार्यो शिवजीको नासाले झुलुम पार्यो झुलुम पार्यो कहिले भगवानले पाल्छरी खानुहुन्छ कहिले सरी नङ्ग्रे खानुहुन्छ लगेर है हे झुलुम पार्यो मलाई झुलुम पार्यो सरी नङ्ग्रे गाजाले झुलुम पार्यो हे झुलुम झुलुम पार्यो मलाई झुलुम पार्यो पाल्छरी गाजाले झुलुम पार्यो हे झुलुम पार्यो मलाई झुलुम पार्यो पाल्छरी गाजाले झुलुम पार्यो हे झुलुम झुलुम पार्दै पार्दै त्रिशूल समाउँदै उठाउँछ भगवानलाई घुमाउँदै गर्छ दाइ पनि भगवानलाई पार्वतीले समाएर उठाउन लाउनु पर्यो भगवान जराको कुटुम्ब र होसमा आउनु हो हेरेर भगवान होसमा आउनु भयो र भन्नुहुन्छ झसक्क हुनुहुन्छ नसाले छोड भगवानलाई यति मलाई कहाँ विषभाङ धतुराले झुलुम पारेको हो र मैले त समुद्र मन्थन गर्दा पनि कालाकोट विष निक्ल्यो कालाकोट विषलाई निल्न पर्यो र म निलकण्ठ भयो त्यो विषलाई बचाएको मान्छे प्यारी तिमी नजिक सारा यस्ता विषयले मलाई केही पनि गर्दैन मलाई त झुलुम पारेको मेरो प्यारी तिम्रो मायाले हो भनेर अङ्कमान गर्नु हौ बोली भक्त बस भगवानको झुलुम पार्यो मलाई झुलुम पार्यो पार्वतीको मायाले झुलुम पार्यो झुलुम
हे प्यारी मलाई त तिम्रो मात्रै मायाले कहाँ हो र यो नवलपुरको यो नर्मदेश्वर शिव भगवानका भक्तहरूको मायाले हो प्यारी त्यति मात्रै कहाँ हो र केन्द्रबाट यो भजनको सृष्टिकर्ता यो सङ्गठनको सृष्टिकर्ता भजन गायक आदरणीय प्रजापति पराजुली आएका छन् भन्ने सुनेको छु त्यसै गरेर खगेन्द्र पराजुली यो भजनका सल्लाहकार आदरणीय व्यक्तित्व यहाँ हुनुहुन्छ भन्ने सुनेको छु त्यति मात्रै कहाँ हो र प्यारी नवलपुरकी भजनकी अध्यक्ष पवित्र कार्कीज्यू पनि आउनुभएको छ सबै सम्पूर्ण भक्त सजन आएका छन् प्यारी केही भयो म भन्छु प्यारी तिम्रो मायामा मात्रै म भुलेको छैन प्यारी म त भक्तका मायामा हो झुलुम पार्यो झुलुम पार्यो भक्तजनका मायाले झुलुम पार्यो साह्रै गर्मी हो साह्रै आफै भित्र परेर भगवानले शिवभाषा गङ्गा भावना मान्नु है शिवजीको जटाबाट गङ्गा सलमान शिवजीको जटाबाट हे गङ्गा सलमान तिनै गङ्गा नुहाएपछि हे जीवन ढलमान गङ्गाजीको छिरै शिव मन्दिर गङ्गाजीको छिरै शिवजीको शिरबाट भागीरथी गङ्गा शिवजीको शिरबाट हे भागीरथी गङ्गा तिनै गङ्गा नुहाएपछि हे भक्तको मन चङ्गा कल गङ्गा साला शिवजी ढला कल गङ्गा साला कहिले आउँछौ नर्मदेश्वर हे कहिले मुक्ति क्षेत्र आऊ कहिले आउँछौ नर्मदेश्वर हे कहिले मुक्ति क्षेत्र जता आफ्ना प्यारा भक्त हे प्रभु यत्र तत्र दर्शन दिए के होला जय शिव भोला दर्शन दिए के होला
गर्नको निमित्त भगवान शिव पार्वती ब्रह्मा र विष्णु बस्नुहुन्छ हेर्नुहुन्छ कैलाशमा। मेरो प्रभु अब चारैको भजन हुनेवाला छ है। अनि हो है पहिला अब हामी हाम्रो झाँकी यसरी नै समापन गर्छौँ है। Thank you.
भजन कीर्तन गर्दै जाँदैना भजन कीर्तन गर्दै जाँदैना सोना पर्वत हो दैवले आके छोड्दै छोड्दैन सोना पर्वत हो दैवले आके छोड्दै छोड्दैन ए भाबीको लेखा मेट्दै मेट्दैन बोला बोला भाबीको लेखा मेट्दै मेट्दैन हो सोना पर्वत हो दैवले आके छोड्दै छोड्दैन 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 हिन्दुस्तान भजन समूहका यी भगवान रूपी मेरा कलाकार पात्रहरू जति पनि